हेलो एभ्रिवान, नमस्ते, सेवारो, वेलकम ब्याक टु माई च्यानल। अनि मेरो भिडियोको सुरुवात चाहिँ जहिले पनि यही सिडीबाट नै हुन्छ। अनि आज चाहिँ म कहाँ जानु लागेको भने आज चाहिँ म नेल लगाउनलाई जानु आँटेको हो। अनि यहाँ बाहिर निस्किँदाखेरि चाहिँ सिटी पनि ठ्याक्क त्यहीँनिर बसिरहेको रहेछ। अनि हामी चाहिँ त्यही सिटीमा चढेर यहाँनिर चाहिँ हल्का हाम्रो खुट्टाहरूको पनि भिडियो गर्दै गर्दै गएको हो कि म अनि बहिनी चाहिँ पार्लर जाँदै गरेको। बहिनीले चाहिँ मलाई अस्तिदेखि नै दिदी म नेल लगाइदिन्छु भन्दै थियो नि त। अनि आज चाहिँ नेल लगाउनलाई गएको उसँग। त्यसपछि चाहिँ हामी पार्लर पनि पुगिसक्यो। बहिनीले चाहिँ यहाँ सिक्दैछ के, अनि त्यही भएर उसले चाहिँ मलाई नेल लगाइदिन्छु भनेर लिएर आएको हो के। अनि यहाँनिर मेरो साथी पनि आइसक्नु भएको छ। उहाँ पनि आफ्नो कपाल काट्न आउनु भएको अरे, अनि उहाँ पनि नेल लाउनलाई आउनु भएको अरे। अनि यहाँनिर चाहिँ बहिनीले नेल लगाइदिनलाई सुरु गरिसक्यो। यहाँ मेरो, यहाँ साथीको। अनि यो चाहिँ फिनिसिङ कस्तो नराम्रो देखिएको, हल्का मोटो भएछ कि त्यही भएर नराम्रो देखेको थियो, ठिकै थियो, त्यस्तो साह्रो पनि राम्रो चाहिँ भएन। त्यसपछि हामीले चाहिँ सकेर पार्लरदेखि निस्किनु आँटेको होइन। अनि मैले चाहिँ हल्का मिररमा भिडियो पनि लिइराखेको छु। पार्लरदेखि निस्केपछि चाहिँ हामी चाहिँ गयौँ चटपटे खानको लागि आन्टीकोमा। अनि हाम्रो चटपटे पनि रेडी भइसक्यो। यो चाहिँ हो मेरो चटपटे। अनि चटपटे खाइसकेपछि चाहिँ हामी चोकसम्म जानुपर्ने काम थियो हाम्रो चाहिँ, त्यही भएर हामी चाहिँ चोकसम्म चाहिँ हिँड्दै जाँदै। अनि यहाँनिर चाहिँ साथीले स्यान्डल चप्पल के किन्छु भनेर चाहिँ हामी यहाँ एकजना दाइको पसलमा गयौँ। अनि उसले चाहिँ ट्राई गर्दैछ, म चाहिँ यहाँ यसो हल्का भिडियो लिँदै बसेँ। अनि उसले चाहिँ जुन ट्राई गरेको थियो त्यो नै लिएर आयो। अनि त्यसपछि चाहिँ हामी सब्जी मन्डीमा अलिअलि सब्जीहरू लानुपर्ने थियो, त्यही भएर हामी चाहिँ यहाँ आएको। अनि हामी चाहिँ सब्जी किनिसकेर हामी चाहिँ अटोमा पनि बस्यौँ। अब चाहिँ हामी घर फर्केको। अनि साथी चाहिँ अलिक परै झऱ्यो किनकि उसको चाहिँ अलिक नजिकै छ। अनि म र बहिनी चाहिँ घर फर्क्यौँ। म चाहिँ रुम पनि आइपुगेँ। अनि यो भिडियो चाहिँ यति नै। अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियोमा फेरि पनि भेटौँला। बाई बाई।